यहाँनिर एरो पनि दिएको हुन्छ है उल्टो भयो बल्ल चाहिँ सिधा भयो हो अब चाहिँ यहाँ हेर्नु मोडेल छ त्यहाँ मोडेल यहाँ छ यहाँ ल यहाँनिर ट्यार गरायो चाकुले यो राख पछाडि सिकाउँछु ल यसले खोइ टेस्टर सेस्टर ल्याउनु यार टेप पुत्रिन्छ नि टेप के ऊ पनि निकाल्नु यार ओ ल्याउ ल्याउ भयो च्याप यहाँनिर हाम्रो क्लिप हुन्छ है बुझ्यो त यहाँनिर क्लिप हुन्छ हेर है अब यो यसरी भइसकेपछि यहाँ हेर अब यसको दुई साइडमा हाम्रो के हुन्छ त प्लास्टिक हुन्छ है प्लास्टिक भनेको यो के थर्मोकोल भन्छ यसलाई बुझ्यो थर्मोकोल हुन्छ है यहाँनिर हेर्नु त यो के हो नयाँ मोडल आएछ है अब यसलाई झिक्दाखेरि हामीले अब यत्तिकै झिक्दाखेरि यो फुट्छ त्यही भएर यसलाई के गर्ने त यसो गर्ने यसलाई पनि यसो गर्ने यसलाई यसो गर्ने अनि यसो गर्ने यसो गरेपछि हाम्रो उसमै रहन्छ यो बुझ्यो त यो यसरी देखियो अब यहाँ हेर्नु यसमा सबै चिज छ यहाँ हेर्नु यो हाम्रो के हो त मेनुअल हो है यसमा के छ त हाम्रो रिमोट आउँछ के आउँछ यो चाहिँ काम लाग्दैन यो आफै हाल्नु पर्यो है यो जुन छ के छ यो स्ट्यान्ड के भन्छ रिमोट स्ट्यान्ड यसलाई के भन्छ ग्रिप भन्छ है यो ग्रिप चाहिँ के गर्नु त आफै हाल्नुपर्छ अर्को यो यो यत्रो सानोले अब कहाँनिर अडाउने यसको स्क्रु पनि सानो हुन्छ सकभर हामी स्क्रु पनि चेन्ज गर्ने है नभए यो एसीको वेट हुन्छ यत्रो होइन अब यहाँ हेर्नु यसमा सबै के छ त मेनुअल छ होइन यसमा मेनुअलको लास्टमा एरर कोडहरू पनि हुन्छ है यसमा बिग्रियो भने त्यो बनाउनलाई अनि त्यसपछि यहाँनिर के छ त वाल माउन्ट यहाँनिर हेर्नु है वाल माउन्ट प्लेट यसलाई भन्छ है अब यो प्लेटमा कुनै कुनैमा के हुन्छ त यहाँनिर स्क्रु गरेको हुन्छ है यो यत्तिकै निस्किँदैन यो त अहिले यसरी आएर है यसको के छ भने यो तान्नेवाला लक छ है मैले दुई किसिमको लक हुन्छ यो नखोल न यसलाई नखोल न यहाँ राख्नु कसरी थियो त्यसरी थियो अब यहाँ हेर यो जुन छ नि एउटा यसरी ठोक्नेवाला लक हुन्छ एउटा तान्नेवाला यो चाहिँ कुन लक हो त तान्ने है तान्नेवाला लक ठोक्यो भने यो आउँछ त आउँदैन त्यही भएर यो तान्नेवाला लक यो हेर्नु त यो वाल माउन्ट है अब वाल माउन्ट आइसकेपछि अब यहाँ हेर्नु यसको सबै यसमै हुन्छ हेर्नु है यसको वायर होइन वायर जोडेको छ त छैन दुवैतिर के छ त यहाँ हेर त थिम्बल छ होइन दुवैतिर छ नि नम्बरिङ दुवैतिर छ नम्बरिङ छ है नम्बरिङ यहाँ यसमा हुन्छ यसमा रहेको हेर्नु छ नम्बरिङ छ है यसमा अब यता जस्तो छ यता पनि सेम होला है त्यही भएर हामी यसलाई अप्ठ्यारो परेन यो जसरी पनि हामी जोड्न सकिहाल्छ अब इन्डोरमा जसरी जोड्छ आउटडोरमा पनि सेम यसरी जोड्नु पर्यो सिद्धियो यसको ओके अब यो जुन छ हाम्रो हेर्नु है जोड्ने यो पनि पाइप जोड्ने एउटा मोटो हुन्छ एउटा पातलो हुन्छ जस्तो हामी पहिला पुरानोमा गऱ्यौँ यहाँ पनि सेम हुन्छ केही फरक हुँदैन बुझ्यो त अब त्यो गर्नुभन्दा पहिला यहाँनिर के गर्नु छ ऱ्यापिङ गर्नु पर्यो है हल्का यहाँनिर यति यति जोड्ने ठाउँ मात्रै राख्नु पर्यो बाँकी यहाँ यो खोलेपछि यहाँनिर के हुन्छ त हावा आउनु पर्यो है बुझ्यो त हावा निस्किनु पर्यो हावा यदि निस्किएन भने कस्टमर के अरे हाम्रो उसमा चाहिँ भन्नु पर्यो कस्टमर केयर अथवा के अरे डिलरलाई भन्नु पर्यो तपाईँको एसीमा हावा थिएन है भनेर भन्नु